गर्दाखेरि यो यत्रो विद्रोह भयो। तिनीहरू यो ठाउँबाट कराउने हैन, तिनीहरू यहाँबाट डुक्रिने हैन। यो शान्तिपूर्ण जिल्ला हो, एउटा उदाहरणको रूपमा बनिरहेछ यो भक्तपुर जिल्ला। यो शान्तिपूर्ण जिल्लामा त्यस्ता खालका विगतमा कुकर्म गरेर विस्थापित भएका अपदस्थ भएका तत्त्वहरूले यहाँबाट हाँक्न दिएको छ। त्यो कुरा चाहिँ सरकारले त्यो कुराको सुनिश्चित गर्छ। यो जिल्लाको आफ्नो जे चाहिँ मौलिक पहिचान हो, शान्तिपूर्ण रूपमा बाँचेको जिल्ला हो यो, र देशभरि शान्तिको चाहिँ यसले सन्देश दिने जिल्ला हो। यहाँबाट कोही पनि नडुक्रिए हुन्छ, यहाँबाट देशको राजनीति धमिल्याउने कुनै पनि किसिमको हरकत नगरे हुन्छ, त्यो चाहिँ नहोस् भनेर मैले सन्देश पनि दिन चाहन्छु। यो जिल्ला एउटा आकर्षण, बसाइको लागि, वासस्थानको लागि आकर्षण बन्दैछ। भिआइपीहरू यता आएर बसिरहनु भएको छ। अहिले यहाँ तुलनात्मक रूपले शान्ति छ भनेपछि अब यहाँ सम्पदा क्षेत्र हो, सम्पदाहरूको कस्तो राम्रो जगेर्ना भएको छ। यो त अब संसारलाई एउटा उदाहरणको रूपमा बनिरहेछ यो भक्तपुर जिल्ला। अब यस्तो जिल्लाको चाहिँ प्रमुख जिल्ला अधिकारी, यहाँको चाहिँ सुरक्षा अङ्गको प्रमुखको रूपमा काम गर्न पाउनु भएको छ। उहाँहरूले पनि आफूलाई एउटा गौरवान्वित महसुस गर्नुभएको छ। त्यसकारणले यसमा कसैले यो शान्ति भड्काउने, यो सद्भाव भड्काउने र सिङ्गो चाहिँ देशको राजनीति चाहिँ भड्काउने, धमिल्याउने गरी फेरि त्यसैको चाहिँ एपिसेन्टर यहाँ नबनोस्। केही चाहिँ एलिमेन्ट्सहरू त्यहाँ देखिया छन् हैन, जो अपदस्थ भएको थिए, जसको कुकर्मले गर्दाखेरि यो यत्रो विद्रोह भयो। तिनीहरू यो ठाउँबाट कराउने हैन, तिनीहरू यहाँबाट डुक्रिने हैन। यो शान्तिपूर्ण जिल्ला हो। यो शान्तिपूर्ण जिल्लामा त्यस्ता खालका विगतमा कुकर्म गरेर विस्थापित भएका अपदस्थ भएका तत्त्वहरूले यहाँबाट हाँक्न दिएको छ। त्यो कुरा चाहिँ सरकारले त्यो कुराको सुनिश्चित गर्छ। यो जिल्लाको आफ्नो जे चाहिँ मौलिक पहिचान हो, शान्तिपूर्ण रूपमा बाँचेको जिल्ला हो यो, र देशभरि शान्तिको चाहिँ यसले सन्देश दिने जिल्ला हो। यहाँबाट कोही पनि नडुक्रिए हुन्छ, यहाँबाट देशको राजनीति धमिल्याउने कुनै पनि किसिमको हरकत नगरे हुन्छ, त्यो चाहिँ नहोस् भनेर मैले सन्देश पनि दिन चाहन्छु।